Sky minasan. Why was a mask? Konnichiwa, konbanwa. तपाईहरु सम्पूर्णलाई स्वागत छ। भिडियोको थम्बनेल र टाइटल देखेर नै थाहा भइसक्नुभयो कि भिडियो कुन विषयमा रहेको छ भनेर। आज हामी मिनानो निहोंगो लेसन 1 को भोकाबुलेरीमा भएका सम्पूर्ण कुराहरू र हामी लेसन 1 का मिनिङहरू पढ्ने छौं। तपाईहरुलाई यो भिडियो एकदमै हेल्पफुल हुनेछ। कृपया मलाई च्यानललाई लाइक, शेयर र सब्स्क्राइब गरेर अगाडि बढ्नु होला। ढिला नगरिकन आजको भिडियोतर्फ लागौं। लेट्स स्टार्ट द भिडियो। र तपाईहरुले देख्न सक्नुहुन्छ हामी लेसन 1 मा प्रवेश गरिसकेका छौं र यहाँबाट चाहिँ हामीले अब दैनिक रूपमा प्रयोग हुने जापानिज ल्याङ्ग्वेजमा चाहिँ कुन शब्दहरू प्रयोग गरिन्छ र मिनिङको रूपमा चाहिँ कुन कुराहरू पढिन्छ, भोकाबुलेरीहरुमा चाहिँ कुन कुराहरू पढिन्छ भनेर हामी आजबाट स्टार्ट गर्दै छौं। र आज हाम्रो सुरुवाती दिन भएकाले तपाईहरुले भिडियोलाई फर्स्ट देखि अन्तिमसम्म हेरेर साथ दिनु होला र भिडियोलाई पज गर्दै यो सबै आफ्नो कपीमा नोट गर्दै लेख्ने बानीको विकास गर्यो भने चाँडै पढ्न सकिन्छ र याद गर्न सकिन्छ। ल हामी सुरु गर्न गइरहेका छौं वातासी। हाम्रो फर्स्टमा यहाँ देख्न सक्नुहुन्छ वातासी। वातासी भनेको के हो त म। वातासी भनेको म। वातासिताची भनेको हामीहरू। वातासिताची भनेको हामीहरू। आनाता भनेको त, तिमी, तपाईलाई आनाता भनेर भन्न सकिन्छ। त्यसैगरी आनो हितो अथवा आनो खाता भनेको त्यो मान्छे, त्यो व्यक्ति। आनो हितोको पोलाडलाई आनो खाता भनेर पनि व्यक्त गर्न सकिन्छ है। त्यसैगरी मिनासान भनेको सबैजना, सबैजनालाई मिनासान भन्न सकिन्छ। र सान भनेको चाहिँ एमआरएमएस टाइटल अफ रेस्पेक्ट एडेड टु अ नेम भनेको छ। भनेको चाहिँ कसैलाई चाहिँ पोलाइट रूपमा भन्दाखेरि चाहिँ पछाडी सान भनेर केटा मान्छेहरुको पछाडी, केटी मान्छेहरुको पछाडी पनि बढी युज गरिन्छ। र च्यान भनेर चाहिँ बच्चाको पछाडी मायाले लगाइने शब्दलाई च्यान भनिन्छ। कुन भनेको यो भनेको चाहिँ सानो बच्चा, चिल्ड्रेनहरु है, बच्चाहरुको पछाडी, केटा बच्चाको पछाडी अथवा बच्चाहरुलाई चाहिँ कुन भनेर पनि प्रयोग गर्न सकिन्छ। र जिन भनेको जुनसुकै देशको नागरिकलाई पनि हामीले जिन भनेर युज गर्न सक्छौं। जस्तै नेपाली नागरिक हो भने नेपारो जिन भन्न सकियो, इन्डो नागरिक हो भने इन्डो जिन, जापानिज नागरिक हो भने निहोन जिन भन्न सकियो। त्यसैगरी सेन्सेई भनेको टिचरलाई सेन्सेई शिक्षक भन्न सकियो। र केउसी भनेको शिक्षक। अब यो केउसी र सेन्सेईमा एउटै छ, तर यसको प्रयोग चाहिँ कति बेला कसरी गरिन्छ भन्नुहुन्छ भने सेन्सेई भनेको अरूले टिचरलाई भन्दाखेरि, जस्तै गाकुसेईले टिचरलाई भन्दाखेरि चाहिँ सेन्सेई भनेर प्रयोग गर्न सकिन्छ। र आफूलाई म चाहिँ टिचर हो भनेर भन्दाखेरि चाहिँ केउसीको प्रयोग गर्न सकिन्छ। र गाकुसेई भनेको स्टुडेन्ट, विद्यार्थीलाई गाकुसेई भनिन्छ। र खाइस्याइन भनेको कम्पनीको कर्मचारी। स्याइन भनेको कर्मचारी। गिनकोइन भनेको बैंकको कर्मचारी। इस्या भनेको चिकित्सक। केन्क्युस्या भनेको अनुसन्धानकर्ता। के भनिन्छ त केन्क्युस्या भनेको अनुसन्धानकर्ता। र इन्जिनिया भनेको इन्जिनियर है। प्रायः जसो यो काताकानाको शब्दहरू चाहिँ इंग्लिश लेटरसँग चाहिँ मिल्ने हुन्छ है। र दाइगाकु भनेको विश्वविद्यालय। अनि बेउइन भनेको हस्पिटललाई बेउइन भनिन्छ। र देन्की भनेको इलेक्ट्रिसिटी, लाइट, बिजुलीलाई देन्की भनिन्छ। र दारे भनेको को। दोनता भनेको के भनेको छ, दोनता भनेको दारेको आधार गर्ने शब्द भनेको दारेको आधार शब्दलाई चाहिँ दोनता भनेर भनिन्छ। साई भनेको चाहिँ वर्ष, उमेर। जस्तै तपाई अहिले कति वर्ष हुनुभयो भन्दाखेरि आनातावा इमा नान साई देशु का भनेर पनि क्वेशन गर्न सकिन्छ है। वतासी वा इमा अब कति वर्ष भए म, त्यो आफ्नो साई अनुसार चाहिँ हामीले युज गर्न सकिन्छ है। र नान साई भनेको कति वर्ष भनेर युज गर्न सकिन्छ। अनि ओइकुजु भनेको पनि कति वर्ष। यो नान साईको पोलाइटलाई ओइकुजु भनिन्छ भन्ने कुरा आधार शब्दहरू भयो है। अनि हाई भनेको यस हो भन्दाखेरि हाईको प्रयोग। र इए भनेको होइन, नो भन्दाखेरि इएको प्रयोग गर्न सकिन्छ। र सिचुरे देशगा भनेको अब माफ गर्नु होला, तर प्राय कसैलाई व्यक्तिगत कुरा सोच्दा, जस्तै उसको नाम वा ठेगाना सोध्दा प्रयोग हुन्छ भनेको छ है सिचुरे देशगाको प्रयोग। र ओनामाएवा भनेको तपाईको नाम चाहिँ अब आनातानो नामाएवा नाम देशका अथवा ओनामाएवा नाम देशका भनेर पनि प्रयोग गर्न सकिन्छ। र नेक्स्टमा रहेको छ हाजिमेमासिते। फर्स्ट टाइम कसैलाई भेट्दाखेरि चाहिँ हाजिमेमासिते, जिको सोखाइमा हजुरले पढ्नु भयो होला। हाजिमेमासिते वतासी नो नामाएवा यो डट देश वतासी वा इमा
यति यति साई देश जस्तो ज्युक्यू साई देश म यति वर्षमा है अदक्षिण स्योमी यो देश भनेर तपाईँहरूले चाहिँ पहिला पढ्दाखेरि जिको स्योकाइमा पढ्नुभएको होला। र त्यसै गरी नेक्स्टमा छ दौजो योरसिको ओनेगाइसिमास भनेको चाहिँ भेटेर खुसी लाग्यो, तपाईँलाई भेटेर चाहिँ मलाई खुसी लाग्यो भन्दा दौजो योरसिको ओनेगाइसिमासको प्रयोग गरिन्छ। र कोचिरावा नान अथवा यसमा चाहिँ कसरी भने उहाँ जी हुनुहुन्छ भनेर, जस्तो त्यहाँ चाहिँ कोचिरावा रामसान देश भनेर भन्न सक्यो, अब कोचिरावा श्यामसान देश भनेर भन्न सक्यो होइन। त्यसरी चाहिँ हामीले यो बिचमा राखिएकोमा चाहिँ यहाँ नाम राखेर प्रयोग गर्न सकिन्छ। त्यसै गरी नेक्स्ट चुकी वा काराकिमासिता भनेको बाट आएको, जस्तै वातासिवा ओखलढुङ्गा काराकिमासिता म ओखलढुङ्गाबाट आएको, वातासिवा बनेपा काराकिमासिता म बनेपाबाट आएको, वातासिवा काठमाडौँ काराकिमासिता म चाहिँ काठमाडौँबाट आएको। यो चाहिँ हामीले ग्रामेटिकल फर्ममा पढ्दाखेरि सबै कुराहरू बुझिने भयो। र अमेरिका भनेको चाहिँ युएसए अमेरिका, मैले भने नि इङ्ग्लिस अक्षरहरू चाहिँ सबै के त कातागानाहरू चाहिँ सबै इङ्ग्लिस अक्षरहरूसँग मिल्न खोज्छ भनेर भने है। त्यसै गरी इगिरिसु भनेको के त युके बेलायतलाई इगिरिसु भन्न सक्यो। र इन्डो भनेको इन्डियालाई इन्डो भन्न सक्यो है। इन्डोनेसिया भनेको इन्डोनेसियालाई इन्डोनेसिया भन्न सक्यो है। खानकोकु भनेको चाहिँ के हो त कोरियालाई खानकोकु भन्न सक्यो। त्यसै गरी ताई भनेको थाइल्यान्डलाई ताई भन्न सक्यो है। चिउगोकु भनेको चीनलाई चिउगोकु भन्न सक्यो है। अनि दोइचु भनेको के हो त जर्मनलाई दोइचु भन्न सक्यो है। त्यसै गरी निहोन भनेको जापान र यता फ्रान्सु भनेको फ्रान्सलाई फ्रान्सु भन्न सक्यो है। त्यसरी ब्राजिल भनेको ब्राजिललाई ब्राजिरु भन्न सक्यो। त्यसै गरी नेपाललाई नेपाल भन्न सकिन्छ। आफ्नो देशको नाम त आफूलाई थाहा नभए के काम लाग्यो है। नेपाल भनेको के छ त नेपाल छ है। ल यतिन्जेलसम्म भिडियोलाई हेरेर साथ दिनुभयो त्यसको लागि थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो। अब तपाईँहरूले के कुराहरू बुझ्नु पर्यो भने यो यहाँ लेखिएको सबै मिनिङहरू चाहिँ हजुरहरूले आफ्नो कपीमा नोट गरेर जीवनमा नतोनी खाइते कुरा साई त्यसपछि चाहिँ आफ्नो नोटमा लेख्नुहोस् र राम्रोसँग यति कुराहरू कन्ट्याक्ट गर्नुभयो भने लेसन 1 मजाले पढ्न सकिन्छ है। ल यति दिनसम्म भिडियो हेरेर साथ दिनुभएकोमा तपाईँहरू सम्पूर्णलाई दौमारियात बजाइवास्ता। र साथै के भन्न चाहन्छु भने आज हामीले लेसन 1 सुरु गरेका छौँ भने हामी भोलि लेसन 2 को भिडियो लिएर आउनेछौँ र हामी लेसनै पछि ग्रामेटिकल कुराहरू पनि लिएर आउनेछौँ। र आजको यो भिडियोले हजुरहरूलाई एकदमै हेल्पफुल भयो भन्ने आशा गर्दछु र हामी नेक्स्ट भिडियोमा हेर्नेछौँ। यदि भिडियो इन्ट्रेस्टिङ लागेमा भिडियोलाई लाइक सेयर र सब्सक्राइब गरेर अगाडि बढ्नु होला। साथै हाम्रोमा अनलाइन क्लास पनि हुनेछ र अनलाइन क्लासको लागि तल राखेको नम्बरमा सम्पर्क गर्नुहोला। साथै हाम्रोमा चाहिँ फिजिकल क्लास लिन चाहनुहुन्छ भने हाम्रो अफिस बनेपा सक्सेस सर्भर स्टुडियोलाई सम्पर्क गर्न सक्नुहुनेछ। नम्बर पनि यहाँ तल राखेको छु, कृपया भिजिट गर्नुहोला। हस् त, थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो। हामी नेक्स्ट भिडियोमा भेट्नेछौँ। हस् त, थ्याङ्क यू फर वाचिङ दिस भिडियो।